हजुरहरु समक्ष आज म एउटा सानो भिडियो बनाउँदैछु, कृपया सुनिदिनु होला। हाम्रो नेपाली जनताहरू चाहिँ कस्तो छ भनेपछि नि अवसरवादी छन् क्या। अवसर पायो भने नि यति लड्छन्, यति झगडा गर्छन्। फेसबुकमा हेर्यो भने फेसबुकमा लडिरहेछन् हैन। सोसियल मिडिया त खोल्नै नहुने। कुन मान्छेले कस्तो कुन बेला कुरा खुस्काउँछ अनि त्यहाँदेखि थालिहालौँ त्यो टाइपको हुन्छ। आज एउटा कुरा गर्न मन लाग्यो मलाई। जति पनि झगडा गरिरहेछन् सोसियल मिडियामा ती मान्छेहरू आज एउटा चेलीको विरुद्धमा लड्न पर्दैन, एउटा चेलीको विषयमा बोल्न पर्दैन। आखिर उनी पनि नेपालकै छोरी हो नि। खोइ त उसको विषयमा न झगडा गरेको छ न केही बोलेको छ। तेरो पार्टी यस्तो, तँ झोले त्यस्तो यस्तो, त्यही हो त, त्यति नै हो त। खाली राजनीतिमै मात्रै झगडा गर्ने हो। कसैको न्यायको लागि झगडा गर न। अनि हो रहेछ भन्छ मान्छेले, मान्छ। आज एउटा बच्चा बलात्कार भएर मरेको छ, उसको लागि बोल्नु पर्दैन? उसको न्यायको लागि ढोका ढकढकाउनु पर्दैन? भोलि यो घटना तिमीहरूको घरमा पनि घट्न सक्छ, मेरो घरमा घट्न सक्छ। त्यसको लागि आवाज उठाउनु पर्दैन? आज अपराधी लुकाउन खोजिरहेछ। हरेक बहाना बनाउँदै सोसियल मिडियामा हरेक झुट्टा समाचारहरू निकालिरहेछ। अपराधीले लुकाउन खोजिरहेछ। यसको विषयमा बोल्नु पर्दैन? कहिलेसम्म यस्ता क्रियाकलापहरू नेपालमा सहनु पर्ने हो? आफ्नो आफ्नो नेताले ढकढकाउँदा जसरी हिजो उनीहरूको निमित्त रोडमा भोट माग्दै हिँड्यौ, घर घरमा भोट माग्दै हिँड्यौ, आज त्यो बच्चाको न्यायको लागि उनीहरूलाई ढकढकाउ त। कि कसले कुरा खुस्काउँछ अनि झगडा गरौँ सोसियल मिडियामा, त्यही मात्रै हेर्ने हो र?